एकचोटिको कुरा हो। एउटा मूर्ख पण्डित आफ्नो आँगनमा बसेर सिक्का गन्दै थियो र खुसीले मुस्कुराइरहेको थियो। उसले सोच्दै थियो, धन दोब्बर भयो भने मानिसहरूले उसलाई अझै सम्मान गर्छन्। त्यतिकैमा एउटा व्यापारी आयो र भन्यो कि सहरमा एउटा धनी व्यापारीले दान बाँडिरहेको छ। पण्डितका आँखा लालचले चम्किए र उसले तुरुन्तै जाने निर्णय गर्यो। उसले आफ्नो थैली मजबुतसँग बाँध्यो र बाटो लाग्यो। हिँड्दै जाँदा पण्डित एउटा सुनसान मोडमा पुग्यो, जहाँ एक चालाक ठग लाठी टेक्दै बसिरहेको थियो। ठग कराउँदै भन्यो कि उसँग भाग्य बढाउने औँठी छ, तर उसलाई केही पैसाको खाँचो छ। भाग्य बढाउने औँठी सुनेर पण्डित लोभमा पर्यो र थैली खोलेर सिक्का देखायो। ठगको नजर सिधै थैलीमा अडियो र मिठा कुरा गरेर फसाउन थाल्यो। पण्डित औँठी हेर्न झुक्दा ठगले अचानक थैलीतिर हात बढायो। पण्डितले झट्काले थैली पछाडि तान्यो र डराउँदै वरिपरि हेर्यो। ठगले तुरुन्तै निर्दोष जस्तो देखिँदै भन्यो कि ऊ त मद्दत गर्न चाहन्थ्यो। पण्डितलाई शङ्का लाग्यो, तर औँठीको चमकले उसलाई फेरि लोभमा पार्यो। उसले थैली कम्मरमा बाँध्यो र भिडतिर छिटो छिटो हिँड्न थाल्यो। ठग चुपचाप उसको पछाडि लाग्यो। पण्डित सहरको ढोकामा पुगेर राहतको सास फेर्यो, तर त्यसै बेला उसले ठगलाई पनि फेरि त्यही भिडमा देख्यो। उसले थैली अझ कसेर समात्यो र के गर्ने भनेर सोच्न थाल्यो। ठग बिस्तारै उसको नजिक आइरहेको थियो र पण्डितको अनुहारमा डर स्पष्ट देखिन्थ्यो। पण्डित छिटो छिटो सहरभित्र पस्यो र भिडमा बाटो बनाउँदै अगाडि बढ्यो। ठग पनि पण्डितकै पछाडि भिडमा पस्दै दूरी घटाउँदै गयो। पण्डित एउटा मन्दिरको सिँढीमा चढेर आफूलाई सुरक्षित ठान्यो। उसले थैली छातीमा टाँसेर वरिपरि हेर्न थाल्यो। ठग तलबाट हात जोडेर भन्यो कि ऊ केवल कुरा गर्न चाहन्छ। ठगले मिठो स्वरमा भन्यो कि सेठको दान पाउन पवित्र सिक्का देखाउनु पर्छ। पण्डितले डराउँदै सोध्यो, कसरी? ठगले भन्यो, थैली खोलेर सिक्कामा फुल छर्नु पर्छ। पण्डित फेरि लोभमा पर्यो र थैली खोल्न थाल्यो। त्यतिकैमा एउटा बाँदर रेलिङमा आएर कुद्यो र पण्डितको हातबाट थैली खोसेर भाग्यो। पण्डित बिना सोची मन्दिरको सिँढीमा चढ्दै बाँदरको पछाडि दौडियो। ठग तल उभिएर मुस्कुराइरहेको थियो। बाँदरले छानोमा बसेर थैली हल्लायो र केही सिक्का तल खस्यो। पण्डित हाँप्दै छानोमा पुग्यो र थैली समात्न खोज्यो, तर ठग तलबाट चिच्यायो, थैली तल फाल, म समात्छु। पण्डित अलमलमा थियो, तर थैली किनारमा ल्याई बाँदरले अचानक छोडिदियो र थैली तल खस्यो। ठगले दुवै हातले समातेर भिडमा भाग्न थाल्यो। पण्डित छानोबाट तल झरेर ठगको पछाडि दौडियो र करायो, चोर चोर। ठग गल्ली गल्ली छिर्दै भाग्यो। पण्डितको सास फुल्दै थियो, तर ऊ रोएन। उसले भुइँमा खसेको केही सिक्काहरू उठाएर मुट्ठीमा कस्यो। उसको आँखामा पछुतो र रिस दुवै थियो। ठग एउटा साँघुरो गल्ली हुँदै काठको पुलतिर दौडियो। पण्डित पनि पछ्याउँदै पुग्यो, तर अचानक पुलको एक भाग भाँचियो। ठगको खुट्टा चिफ्लिएर ठग तल झुन्डियो र थैली रेलिङमै अड्कियो। पण्डित डराउँदै पनि अगाडि बढ्यो। ठगले सहयोग माग्दै भन्यो, मलाई सहयोग गर, म थैली फर्काउँछु। पण्डित दुविधामा पर्यो, लोभ कि सही काम? पण्डितले सहयोग गर्ने निर्णय गर्यो र एक हातले थैली तान्यो र अर्को हातले ठगलाई समात्यो। तर बेला बेलामा सन्तुलन बिग्रिन लाग्यो, किनकि तल बगिरहेको पानीले पण्डित डराइरहेको थियो। पण्डितले आफ्नो खुट्टा मजबुत बनाएर गहिरो सास लियो र ठगलाई माथि तान्यो। उसले थैली पनि माथि तान्यो र ठगलाई पनि बचायो अनि आफू पनि जोगियो। दुवै केही बेर हाँफे। अब पण्डितको अनुहारमा केही स्पष्टता थियो।
पण्डितले आफ्नो थैली जाँच्यो र केही सिक्काहरू हराएको देख्यो। उसले ठगको खल्ती जाँचेर बाँकी सिक्का फिर्ता लियो। ठग डरायो तर भाग्न सकेन। पण्डितले वरिपरिका मानिसहरूलाई बोलायो र सबै कुरा सुनायो। पण्डितले पुजारी र सिपाहीलाई पनि बोलायो। सिपाहीहरू आएर ठगलाई बाँधे। पण्डितले भन्यो, लोभले उसलाई कमजोर बनाएको थियो। ठगको अनुहार लाजले तल झुकेको थियो। उसले भाग्यको औँठी हेरेर नालामा फालिदियो। घर फर्किँदा पण्डित शान्त हुँदै भन्यो, सम्मान धनले होइन, बुद्धि र समयले आउँछ। उसले बाटोमा एउटा गरिब बालकलाई केही सिक्का दान गर्यो। गाउँ फर्केर उसले सबैलाई यो घटना सुनायो। अब ऊ मूर्ख होइन, उसले जीवनमा पाठ सिकिसकेको थियो। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? पक्कै पनि सल्लाह सुझाव दिनुहुन्छ भन्ने आश राखेको छु। अनि साथै साथ लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।